तपाईले अघि श्रृङ्खलाबद्ध रूपमा यो देशमा बलियो सरकार थोरैचोटि आएको छ भने एकचोटि फेरि तपाईसँग आयो नि, तपाईँ र प्रचण्डजी मिलेर जुन बेला आयो नि, बलियो आयो। म त्यहाँ आउँदैछु। तपाईँले निकै चिजहरू चेन्ज गर्न सक्नुहुन्थ्यो भनेको मैले। गरिएको छ त्यो प्रचण्डजी र तपाईँको जो एकल सिङ्गल पार्टी गभर्मेन्ट थियो। म प्रधानमन्त्री हुँदा त्यति बेला सिङ्गल थियो। यद्यपि त्यहाँ पार्टी एकीकरण गरे पनि पार्टी एकीकृत भएको थिएन। पार्टी चाहिँ दुईटा ल्याएर एक ठाउँ राखे मात्रै हो, त्यो मिक्सअप भएको थिएन। त्यसो भएर त्यो परिस्थिति एकदम बहुमतको जस्तो झन्डै 2/3 अवस्था त थियो, तर त्यसरी काम गर्न पाउने अवस्था थिएन। दुईटा पार्टीको त्यो बेग्ला बेग्लै खालको स्थिति। तर पनि तपाईँ, मलाई तपाईँलाई अनेस्टली भन्नु पर्दाखेरि आई फिल इन हाइन्डसाइट कि तपाईँ त्यहाँ चाहिँ नि चुक्नुभयो, अथवा अपेक्षाकृत आशा थियो मान्छेको कि यत्रो बलियो सरकार छ, नतिजाहरू आएनन्, अथवा नेपालमा नतिजा आएनन् भनेको केमा नतिजा आएन? अपेक्षाकृत त्यो लामो डिस्कसन हुन्छ होइन? त्यसको म एकदम तयारै छु। जस्तो पोलिटिक्समा त्यत्रो स्टेबिलिटीका प्रयास जति भए नि, त्यसका बावजुद त्यो मैले धेरै मेहनतले त्यति बेला त्यस्तो परिस्थितिमा स्टेबिलिटी कायम गरे हो। अब त्यसभित्र पोलिटिकल स्टेबिलिटी एउटा, दोस्रो इकोनोमिक डेभलपमेन्ट, गुड गभर्नेन्स, मुख्य कुरा यी तीनटा पक्ष। त्यसका लागि पूर्व शर्त पोलिटिकल स्टेबिलिटी मेरो सधैँ जोड रहने कुरा त्यो हो। त्यति बेला कम्पेरिटिभली स्टेबल सरकार थियो। अर्को हुन त अब पछि सबै लागेर फेरि त्यो कस्तो भित्र काम गरिरहेको थिएँ म भन्ने कुरो त पछि प्रकट भयो नि, त्यो त खुलस्तै भयो नि, त्यो त बाहिरै आयो नि। त्यसमा पार्टी के हालतमा थियो भन्ने कुरा पनि त्यहाँ देखियो। हामी त्यसो मूल विषयमा फर्कौँ ताकि एउटा मार्ग पनि निस्किन्छ अगाडि। तपाईँ यो बताउँदै हुनुहुन्छ कि नेपालमा प्रधानमन्त्रीका सीमाहरू छन् भन्ने मैले जो सवाल थियो त्यसमा तपाईँ के भन्दै हुनुहुन्छ भने नेपालमा फुल फ्लेजेड काम गर्न सक्ने प्रधानमन्त्री आएको अवस्थाहरू एकदम कम छ, एक। दुई, तपाईँले के भन्नुभयो भने कि नेपालमा जो कार्यकारीको प्रमुख छ त्यो वर्तमान संवैधानिक व्यवस्था अन्तर्गत यो न्यायपालिकाको क्षेत्राधिकार अथवा चाहिँ व्यवस्थापिकाको क्षेत्राधिकार यो ओभरल्यापिङ छ र यो थिग्रिने प्रोसेस जारी छ। वी हेभ नट कम टु एउटा स्टेबल भइसकेको अवस्था छैन। त्यो सन्दर्भमा प्रधानमन्त्रीजीले अर्को सवाल के आउँछ भने कि एउटा नेताको हिसाबले, एउटा राष्ट्रिय नेताको हिसाबले कि हामीले जुन संविधान बनाएका छौँ यो संविधानको निर्वाचन प्रणालीमा त इनबिल्ट जुन दिन यो जन्मियो यसले जन्मजात मेरा नजरमा केही अप्ठ्याराहरू अथवा अवगुणहरू, तपाईँ जुनसुकै शब्द प्रयोग गर्न सक्नुहुन्छ, अथवा एनोमलिजहरू, विरोधाभासहरू लिएर जन्मिएको छ। इनबिल्ट एनोमलिज छ यो कन्स्टिट्युसनमा। जस्तो यसको जुन निर्वाचन प्रणाली छ यसले नेपालमा बहुमतको सरकार दिन सक्ने सम्भावना एकदम थोरै छ। त्यसैका लागि त्यो प्रबन्ध गरिएको संविधानमा कसैको बहुमत नआओस् भनेर हो र। अब त्यसो भएर कसले गर्यो त्यो चाहिँ नसोध्नुहोस्। र त्यति बेला कस्तो थियो संविधान जारी गर्ने बखतको अवस्था कस्तो थियो, कस्तो फोर्सको के भूमिका थियो, र आन्तरिक रूपमै भन्ने हो भने पनि सडकमा ढुङ्गा मात्रै होइन त्यहाँ खुकुरी निकाल्ने, तरबार निकाल्ने खालको स्थिति थियो नि त पर्तिर। त्यस स्थितिमा एउटा कम्प्रोमाइजको डकुमेन्ट पछि संशोधन गरौँला, हाललाई जसरी भए पनि नगर्ने हो भने, जारी नगर्ने संविधान हो भने त्यसले भयानक अस्थिरता देशमा पैदा गर्न सक्छ। त्यस अस्थिरताले राष्ट्रलाई ठुलो अपूर्णीय क्षति हुनसक्छ भन्ने सही निष्कर्षका साथ नै हामीले संविधान सहमति खोजेर सम्झौताबाट सहमति प्राप्त गर्ने र जारी गर्ने, सकेसम्म राम्रो बनाउने र जसरी भए पनि जारी गर्ने। कसैले पनि बहुमत नल्याओस् भन्ने आशयको संविधान कसले बनाएको थियो त? मैले भने यसमा के अन्तर्राष्ट्रिय कारणहरू पनि थिए कि यहाँ डोमेस्टिक तपाईँले एकअर्काकोलाई काट्ने हिसाबले बनाउनु भएको हो कि अथवा यति हतारो थियो कि यो बनाउँदै जाउँ पछि मिलाउँदै जाउँला भन्ने हिसाबले? देयर वाज अ रस टु, किनभने अर्को शक्तिहरू पनि उछलकुद गर्न थालिसकेका थिए। यो महत्त्वपूर्ण सवाल छ कि जुन संविधानको यसलाई यसरी पनि सोध्न सकिन्छ, जुन संविधानभित्र इनबिल्ट एनोमलिजहरू छ
जन्मजात विरोधाभासहरू छन् जसले बहुमतको सरकार दिन सक्दैन। यसमा के थप्न चाहनुहुन्छ तपाईँ? अघि मैले तपाईँलाई बिचैमा रोकेँ कि एउटा त संविधान बनाउँदा भर्खरै फालिएको राजतन्त्र त्यो आफ्नो स्पेस खोजिरहेको थियो। त्यसकारण त्यसले त्यस संविधानलाई प्रभावकारी हुन नदिनका लागि त कोसिस गर्ने भयो नि। अर्को त्यो प्रणाली नै फाल्छु, लोकतन्त्रै फाल्छु भनेर हिंसात्मक सङ्घर्ष भनेर, हिंसात्मक लडाइँ, जनयुद्ध भनेर लडेको, हिंसात्मक लडाइँ लडेको माओवादी सम्झौताबाट आएको थियो। तर त्यसपछि पनि उसको उद्देश्य, मनोवृत्ति, प्रवृत्ति वास्तवमा मेन स्ट्रिम पोलिटिक्समा साँच्चै पूर्ण रूपमा आएको थियो भन्दा त्यो थिएन। उनीहरू आफै सङ्क्रमणकालीन अवस्थामा थिए र उनीहरूभित्र चलाखीले, यो ट्याक्टिकल मुभ हो, यो ट्याक्टिकल मुभबाट हामी चलाखीका साथ कब्जा गर्नुपर्छ भन्ने, त्यो त विभिन्न क्यासेटहरूबाट एक किसिमको धुर्त्याइ थियो भन्नुहोस् न। धुर्त्याइ थियो, त्यस धुर्त्याइ थियो भनौँ, अथवा अझ यो बुढेसकालमा किन यस्तो ठाडो वर्ड युज गरिराखौँ, अति महत्त्वाकाङ्क्षा थियो अथवा चतुर्याइ थियोसम्म भन्ने। चतुर्याइ थियो, कुटिल चतुर्याइ, धुर्त्याइलाई म पछाडि रिब्याक त त्यो कुटिलताका साथ त्यहाँ काम भइरहेको थियो आन्तरिक रूपमा र यसलाई जसरी पनि कमजोर ओके त्यो त्यस्तो आयो होइन। र के भने संरचनाहरू दरा, बलिया, राम्रा, यो प्रणाली भनेको, यो व्यवस्था भनेको हुँदै हुँदैन भन्ने निष्कर्षमा पुर्याउनु थियो। त्यसकारण हाम्रो समाजको सङ्क्रमणको र परिवर्तनका लागि सङ्क्रमणको क्यारेक्टर नबुझेको दक्षिण पन्थले पनि बुझेन, जो अलिक अगाडिसम्म त हाई हुकुममै थियो। उग्र वामपन्थले पनि बुझेन, जसले जसरी भए पनि 240 मा 120 सिट प्रत्यक्षमा ल्याउन सकेका थियो नि त। त्यो खालको स्थिति बनेको थियो। कुनै न कुनै प्रकारको सम्झौताका दस्तावेजहरू हुन्छन् तत्कालिक शक्ति सन्तुलनका, होइन? किनभने हामीले कम्प्रोमाइज गरेन भने त कहीँ पनि पुग्दैनौँ नि जीवनमा। तर कम्प्रोमाइजका पनि एउटा सीमा रेखाहरू हुन्छन्। तपाईँले विरोधाभासी धाराहरू यसमा ल्याइदिनु भयो भने त समस्या उत्पन्न हुन्छ। अब जे छ जस्तो छ आइसक्यो। अब यहाँ अर्को कुरा के थियो भने प्रमुख पार्टीहरूको क्लियर भिजनका साथ जानु पर्थ्यो। त्यहाँ क्लियर भिजन भएन। को चाहिँ यो प्रणाली स्थापना गर्न खोज्छ, को प्रणाली को पक्षमा छ, कस्तो शक्तिसँग मिल्नुपर्छ भन्ने त्यो कुराको राम्रो हिसाब किताब हुनु पर्थ्यो र त्यसमा स्पष्टताका साथ बाटो तय गर्नु पर्थ्यो। अब ट्याक्टिकल्ली, राजनीतिक हिसाबले, तात्कालिक हिसाबले अरू शक्तिहरूलाई प्रयोग गर्ने मात्रै तरिकाले त्यहाँ पनि एक खालको चलाखीले काम गर्न खोज्दाखेरि त्यो सुदृढ मेन स्ट्रिम चाहिँ सुदृढ भएन। ओके, जे भयो जस्तो भयो। अब हामीले एउटा भनाइ छ नि, जीवन बुझ्नलाई हामीले पछाडि हेर्नुपर्छ, पछाडि फर्किनुपर्छ। जीवन बुझ्न त हामीले पछाडि फर्किनु पर्यो नि। तपाईँले आज माधव नेपालजी, वामदेवजी अथवा विद्याजी अथवा कोही रविजी अथवा चाहिँ यो हाम्रो कसैलाई पनि टु अन्डरस्ट्यान्ड लाइफ वी हेभ टु लुक ब्याक भन्छ नि, होइन? तर जीवन बाँच्न त फेरि हामीले अगाडि हेर्नुपर्छ भन्छ, टु अन्डरस्ट्यान्ड लाइफ। यो हामीले संविधानलाई बुझ्नलाई एकचोटि पछाडि फर्केर हेरेको। तर हामी अब अगाडि जीवन त फेरि वर्तमानमा छ। अब जे छ जस्तो छ यो आएको छ, यो प्रणाली चलिराखेको छ। संविधानको कुरा गरेको प्रणाली भन्दा पनि। र यसलाई उपयुक्त समयमा उपयुक्त बनाउँदै लानुपर्छ संशोधन मार्फत। संविधान त फेरि पर्फेक्ट त कुनै पनि हुँदैन। तर त्यो भन्दै पनि इनबिल्ट एनोमलीको कुरा किन आइरहेको छ भने यो संविधानले अब तपाईँलाई बहुमतको सरकार नदिने, यसैभित्र त्यो गुण जडित भइसकेपछि त या त हामीले गठबन्धनको संस्कृति विकास गर्नु पर्यो जसरी युरोपमा गर्यो, होइन? या हामीले यसको केही धाराहरू रिभ्यू गर्नु पर्यो। त्यो त्यहाँसम्म त मान्नुहुन्छ, होइन? हो, मान्नुपर्छ। होइन, एउटा सहकार्य गर्ने संस्कृति त कसैको बहुमत आयो भने पनि सहकार्य त गर्नै पर्छ। जस्तो एउटा त्रुटि के भयो भने नेपाली कङ्ग्रेसको 48 मा बहुमत आएपछि हामीले लोकतन्त्रलाई राम्ररी डिफाइन गरौँ, सँगै बसेर कुरा गरौँ,
तपाईँहरू मेजोरिटी हामी माइनोरिटी, तपाईँहरू सत्तापक्ष हामी प्रतिपक्ष, यसका बिचको सम्बन्धलाई सही ढङ्गले परिभाषित गरौँ। अब हाम्रो काम जसरी भए पनि विरोध गर्ने, तपाईँहरूको काम विरोधीलाई दमन गर्ने मात्रै होइन भनेर हामीले हाम्रो तर्फबाट अलिक प्रयास पनि गऱ्यौँ। तर अब त्यति बेला नेपाली कङ्ग्रेस त्यो बुझ्ने अवस्थामा अलिकति थिएन। उसमा त्यो विजयको फिभर चाहिँ अलिक राम्रै थियो। अब हामीहरूमा पनि डेमोक्रेटिक एक्सर्साइजमा लामो अभ्यास गरेर अनुभव भएर त आएको अवस्था त थिएन। हामीमा पनि अलिकति कलिलोपन थियो। अब कङ्ग्रेसमा 15 सालमा 18 महिना सरकार चलाएको भने पनि त्यति नै अनुभव हो। अब त्यो बाहेक त लोकतान्त्रिक अभ्यास गरेर ती मान्छे त यति बेला थिएनन्। फेरि ती त एकाध मान्छे आइपुग्या हुँदो, अरू बाँकी सबै त नयाँ मान्छे नै थिए भने। अब अहिलेको अवस्था चाहिँ कस्तो रहिदियो भने अब व्यवस्था उल्टाउँछु पल्टाउँछु भन्ने मान्छेहरू संविधान मान्दैन, व्यवस्था मान्दैन भन्ने नै संसदभित्र छन् त। अब उनीहरूले संसदको दुरुपयोग गरेको मात्रै हो, उनीहरू सदुपयोग गरे भन्छन् होला। उनीहरूले त्यसको दुरुपयोग गरिरहेका छन्। उनीहरू संसदको सदुपयोग गरेर देशका लागि व्यवस्थालाई बलियो बनाउने, संविधान बलियो बनाउने, कस्तो राम्रो गर्न सकिन्छ भन्ने कुराभन्दा असफल पार्ने, असफल देखाउने र आफ्नो दुनो सज्याउने पक्षमा त हुनै भयो नि त। त्यो विरोधी नै छन् भने त्यसो भएर अहिले पनि त्यस प्रकारको अवस्था छँदैछ। अनि अर्को अब अलिकति परिपक्वता, पोलिटिकल परिपक्वता त्यो चाहिँ त्यस्तो देखिँदैन। तपाईँले नेपाली इतिहासको साह्रै महत्त्वपूर्ण कुरा गर्नुभयो अहिले। सायद त्यसैको ह्याङओभर अहिलेसम्म 48 सालको चुनावपछि तपाईँले अहिले के भन्नुभयो भने एकल सरकार आयो भने पनि त्यसले एक किसिमको मिनिमम अपोजिसनप्रति सहिष्णुता राख्नुपर्छ भनेर सहकारीको भावना, 48 सालमा कङ्ग्रेसलाई उन्माद थियो। अहिले हामीले ह्यान्ड साइडबाट हेर्दाखेरि गिरिजाबाबुको जुन गभर्मेन्ट थियो, म तपाईँलाई भन्नलाई मलाई कुनै हिचकिचाट छैन, उसलाई उन्माद थियो। तपाईँहरूलाई पनि त्यो एमालेलाई पनि अलिकति बढ्ता ओके रेस्पोन्सिबिलिटी त गभर्मेन्टमा बसेको मान्छेको बढ्ता हुन्छ नि। उदारता हामीले के भने हामी पनि रेलिङ सेलिङ तोड्नेतिर आगो लाउनेतिर लाग्नु हो नि होइन। अनि सानोतिनो मान्छे मारेपछि भाग्दाखेरि बार लगाएको छ, त्यो बार भत्काएर भाग्न र ज्यान जोगाउन पनि नपाइने। खैर त्यतातिर अब नजाउँ। त्यतातिर शेरबहादुर देउबाजीलाई त्यो बेलामा इन्टरभ्यू गरेको थिएँ मैले, उहाँ गृहमन्त्री हुनुहुन्थ्यो। रानी पोखरीमा आगो लाग्यो त मैले के गर्ने भनेर भन्नुहुन्थ्यो। मैले भने सर रानी पोखरीमा त आगो लाग्दैन नि भनेर भनेको। एनिवे तपाईँले यो ठट्टा मजाको आफ्नो ठाउँमा चाहिँ एउटा लोकतन्त्रको डेमोक्रेसीको एउटा जोसुकै सरकारमा होस्, त्यसले जुन बेलामा हाम्रो प्रजातान्त्रिक प्रणालीको जगहरू बस्दै थियो, त्यो गभर्मेन्टले अपोजिसनलाई गरेको व्यवहारबाट जुन संस्कारहरू हामीले बसाल्न सक्थ्यौँ नि। इन्डिया र पाकिस्तानमा जसरी सँगै इन्डिपेन्डेन्ट भयो भने पनि नेहरूजीले जुन संस्कृति बसाल्नुभयो त्यो पाकिस्तानमा बसेको देखिँदैन। त्यसको कोर्स अफ टाइममा रिजल्टहरू आफ्नो ठाउँमा छ। एउटा तपाईँले त्यो भन्नुभयो, अब या त हामीसँग गठबन्धनको संस्कृति विकास हुनु पर्यो सहकारीको, यहाँ त चुनावमा सहकारीको संस्कृति नि, सहकारीको संस्कृति चाहिँ विद्यमान त्यति बेलाको मौजुदा परिस्थिति जति बेला जुन छ त्यसलाई स्वीकारेर त्यसअनुसार रेस्पोन्सिबल भूमिकामा आफ्नो ठाउँ जे छ नि त्यस भूमिकामा त सबैले प्रस्तुत हुनुपर्छ। अब प्रतिपक्षमा छ भने प्रतिपक्षको भूमिकामा रहनुपर्छ। प्रतिपक्ष हुनु भनेको झुट बेइमानी हुनु त होइन नि। यहाँनिर चाहिँ तपाईँलाई रोक्नुपर्ने हुन्छ, किनभने पञ्चायत व्यवस्थामा पनि पद्मरत्न तुलाधरजी अथवा जागृत प्रसाद भेटवालहरू राष्ट्रिय पञ्चायतमा आउनुभयो। उहाँहरूले त्यसवखत गर्ने व्यवहार र अहिले संसदभित्र राजा चाहियो भनेर जुन पार्टी आएको छ, अब त्यो पार्टी त के भन्नु, राजा चाहियो पनि भन्छ, तपाईँको मन्त्री खान पनि तयारै छन् सबै होइन। त्यो बिचरा कम्युनिस्टको नाम ठगेर खान पाइन्छ, काङ्ग्रेसको नाम ठगेर खान पाइन्छ भने राजाको नाम पनि ठगेर खान किन नपाइयोस्। आई रियली डोन्ट नो कि कति, किनभने उनीहरू मन्त्री पनि भइरहेछन् फेरि होइन। त्यो कुनै मेजर इस्यु होइन। तर अगाडिको तपाईँले भनेको चिजमा फेरि एकचोटि फर्कौँ। यो निर्वाचन प्रणालीले बहुमतको सरकार दिने सम्भावना लगभग शून्य प्राय इनबिल्ट। म संविधानमै जरामा जाऊँ न, या त अब यो संविधानमा संशोधन गर्नु पर्यो एक, या जबरजस्त कोलिसनको गभर्मेन्ट संस्कृति स्थापना गर्नु पर्यो जो युरोपमा छ। दुईटा मात्रै बाटो भयो नि होइन। होइन, किन होइन भने
यो संविधान अन्तर्गत पनि बहुमत ल्याउन सकिन्छ। एउटै कुरा हो, कुनै पार्टी जनताको बहुसङ्ख्याले भोट हाल्ने पार्टी हुनु पर्यो, त्यसो भए यस्तो बहुमत आइहाल्छ। त्यो त भन्नै पऱ्यो नि। अनि त्यो हुन नदिनका लागि यति हो, प्रतिपक्षले अन्त जेसुकै पनि आरोप लगाउने, बदनाम गर्ने, त्यो बहुमत नल्याओस् भन्नका लागि चरित्र हत्या गर्ने सबै काम गर्छ। त्यो बेठिक हो, त्यो आफ्नो ठाउँमा छ। तर त्यो बेठिकलाई पनि त पराजित गरेर आउनु पर्यो नि बहुमत ल्याउनेले। असम्भवै त होइन बहुमत ल्याउन, असम्भवलाई सम्भव बनाउनु पर्यो। सामान्यत भन्ने हो भने सजिलो गरी जस्तो जसले बढी भोट ल्याउँछ त्यसले जित्ने सिस्टम, त्यसबाट जति सजिलो छ समानुपातिकले त्यसलाई काटिदिन्छ। त्यसो भएर त्यसमा अलिकति बढ्दै ध्यान दिनुपर्छ पोलिटिकल पार्टीले। अब अहिलेको अवस्थामा बहुमत ल्याउने भन्ने बाहिर कुरा गर्नु बेग्लै कुरा हो, हल्लामा भन्नु बेग्लै कुरा हो। नत्र भने एमालेको एउटा सम्भावना हो, अर्को कङ्ग्रेसकै सम्भावना हो, अरू पार्टीहरूको बहुमत ल्याउने त्यो भन्ने कुरा केही वर्षलाई परिकल्पना गर्न सकिँदैन, केही वर्षलाई सकिँदैन। यो भनेको 2 वर्ष 4 वर्ष होइन, अलि 10-20 वर्षलाई सकिँदैन। यो हाहुले गर्ने भनेको यति नै हो, 5-10 सिट 15 सिटको कुरा हो हाहु भनेको। एकपल्ट आउँछ फेरि त्यो सेलाएर जान्छ, किनभने त्यसले के गर्छ भन्ने कुरा फेरि देखिहाल्छ त्यसले के गर्छ भन्ने कुरा। तसर्थ असम्भव त होइन, तर निकै गाह्रो हो बहुमत ल्याउन होइन। सो गाह्रो हो। अनि संविधान संशोधन गर्न अहिले जो तपाईँको गभर्मेन्ट बनेको छ, तपाईँ र शेरबहादुरजीको कुराकानी भएर यो संविधान संशोधन कहाँ पुग्यो? किनभने सामान्यतया संसदमा पहिलो र दोस्रो पार्टीहरू त एउटै सरकारमा बस्दैनन् अगेन होइन। तपाईँसँग पटक पटक मौकाहरू आएको छ क्या ओलीजी। एकचोटि तपाईँसँग प्रचण्ड बहुमत थियो हाउसमा जब माओवादीसँग हुनुहुन्थ्यो, अहिले पनि तपाईँसँग एउटा पावरफुल मेजोरिटी छ। हाम्रो अपेक्षा चाहिँ के छ भने कि तपाईँले कुनै सब्सटेन्सियल काम गर्न सक्नुभयो भने नेपालको कन्स्टिट्युसनको तपाईँले एनामोलिजहरू रिभ्यू गर्नलाई, अथवा अरू त छँदैछ दैनिक शासन कारबार चलाउने त भन्यो भने त्यो कहाँ पुग्यो? त्यसमा त कुनै देखिँदैन। तपाईँले यो कन्स्टिट्युसनबाट अलिकति अप्ठ्यारो सकस महसुस गर्नुहुन्न? यसको धाराहरूमा छ अप्ठ्यारो छ। कन्स्टिट्युसनले आफैमा कतिपय कुरा स्पष्ट गर्न नसकेर अप्ठ्यारो छ। कतिपय कुरा अब कन्स्टिट्युसनको व्याख्याले अप्ठ्यारो छ। व्याख्या कहाँनेरि गर्ने कहाँनेरि नगर्ने त्यसको बुझाइमा अप्ठ्यारो छ। त्यसको सीमारेखा कहाँ छ? अदालतले मानेको छ कि छैन? त्यो कुराहरूमा गाह्रो छ। संसदले ऐन बनाउँछ, ऐन संविधानसँग मिलेन भनेर मन लागेको ठाउँमा ऐनको दफा रद्द गरिदिन्छ अदालतले। त्यो साँच्चै नमिलेको हो कि होइन, उसले भनेपछि के भन्ने? ऐन बनाउने त संसदको काम हो। मिलेन जस्तो लाग्यो भने उसलाई, मिलेन लाग्यो भनेदेखि यो ऐन संशोधनको बारेमा सोच्न चाहिँ पार्लियामेन्टमा पठाइदिनु पर्ने हो, रिभ्यू हुनु पर्यो। उसको काम हो नि त्यो त। त्यसकारण यो ऐन यहाँनिर संविधान सम्मत नदेखिने अवस्था रहेको देखिन्छ। त्यसकारण पुनर्विचार गर्न पठाइएको छ भनेर भन्नुपर्ने। खारिजै गरिदिन्छ उसले, त्यसमा पुनर्विचार पनि हुन सकेन, त्यसमा संशोधन पनि हुन सकेन, खारिज भयो त्यो। त्यसले सरकार सञ्चालनमा काम गर्ने कुरामा के असर पर्छ त्यो कुरा त फेरि अदालतलाई मतलब हुने भएन। उसले त यो जो हाम्रो संविधान छ यो पार्लियामेन्ट्री सुप्रिमेसीको संविधान हो कि एक्जिक्युटिभ सुप्रिमेसीको संविधान हो कि लेजिस्लेटिभ सुप्रिमेसीको संविधान हो कि यो जुडिसियल सुप्रिमेसीको संविधान हो? यो के हो? यो यथार्थमा चाहिँ संवैधानिक सर्वोच्चता भनेको संविधान निर्माण गर्ने थलो। संविधान निर्माण गर्ने थलो नै अन्तिममा संविधान सम्बन्धी व्याख्या संशोधन गर्ने उसैको हक हो। उसले संशोधन नगर्दासम्म त्यस अन्तर्गत कानुन बनाउने उसैको हक हो। अब संसदले पनि के गर्छ भने एउटा कानुन जरुरी हुन्छ, त्यो पठायो, समितिमा पठाउँ भन्ने एउटा लबिङ चल्छ, त्यहाँ समितिमा पठायो, 2 वर्ष त्यो रोकिन्छ।
1.5 वर्ष रोकिन्छ, 2 वर्ष रोकिन्छ समितिमा। अब यसो गर्दाखेरि जनतामा फ्रस्ट्रेसन बढ्छ, त्यसप्रति जिम्मेवार हुनुपर्ने। अर्को, अब कोर्टले आफ्नो खालको फैसला गरिदिन्छ, कोर्टले काम रोक्नु त भनिदिन्छ तर फैसला समयमा हुँदैन, जसले गर्दाखेरि ठेक्का पट्टाका कामहरू आदि चाहिँ नि बर्बाद भएका हुन्छन्, त्यसले समस्या बनाइदिन्छ। अर्को, यसमा के छ, लोकतान्त्रिक प्रणालीमा सरकार पनि देशप्रति उत्तरदायी, जनताप्रति उत्तरदायी, संविधानप्रति उत्तरदायी हुनुपर्छ, संसदप्रति उत्तरदायी हुनुपर्छ। सरकारले काम गर्दा यी कुराहरू बुझेर गर्नुपर्छ र जनताप्रति, देशप्रति सबै उत्तरदायी हुनुपर्छ। कोर्ट होस् कि सरकार होस् कि किनभने यो लोकतन्त्र भनेको जनतामा। मैले किन पटक पटक यो लामो उ गरिराखेको छु भने यसको अर्को एउटा एनोमली छ, जस्तो एक कसैको बहुमत नआउने असम्भव स्थितिमा बाहेक व्यवस्था छ, त्यसपछि प्रधानमन्त्रीले यसको भङ्ग गर्न नपाउने व्यवस्था छ। गणेशराज शर्माजी हमेसा के भन्नुहुन्थ्यो भने कि प्रधानमन्त्री अर्थात् लिडर अफ हाउस पनि हो नि, तपाईँ लिडर अफ हाउस हो नि, लिडर अफ हाउससँग संसदलाई अनुशासनमा राख्ने एउटा छडी चाहिन्छ ताकि उसले भन्न सकोस् कि म जनतामा फेरि फिर्ता जान पाउँछु भनेर, होइन? यहाँ त तपाईँ अब पार्लियामेन्ट डिजल्भ गर्न सक्नुहुन्न, राइट? जसरी संसदमा बहुमत आउनु अलमोस्ट इम्पोसिबल छ, कदाचित आइहाल्यो भने बेग्लै चिज हो, त्यसै गरिकन पार्लियामेन्ट डिजल्भ गर्न अलमोस्ट इम्पोसिबल छ। मिड टर्म पोल गर्न यो वर्षौँसम्म, 5-5 वर्षसम्म तपाईँलाई यो एक पार्टीसँग चोचो मिलाउने, अर्कोसँग चोचो मिलाउने, यसबाट निस्किने फुत्कने यो झ्याउलोको कस्ट भन्दा यसको त ट्रिमेन्डस अमाउन्ट अफ कस्ट छ नि। एउटा नाथे निर्वाचन गर्नु कति पो पैसा लाग्छ र? बरु तत्काल हामी इलेक्सनमा किन जाँदैनौँ? जसरी जापानमा जान्छन्, विदेशमा जान्छन्, इभन भारतमा त्यो डिजल्भ गर्ने केसै नलग्यो भनेको छ सुप्रिम कोर्टले, होइन? यो अहिलेको जुन उकुस मुकुसको तुलनामा फेरि तपाईँले अहिलेको स्थिति सोधे हो भने त मेरो एकदम संक्षिप्त जवाब, म बिजुली चम्किँदा तर्सिन्छु। तपाईँ त भुक्तभोगी हुनुहुन्छ यसको, होइन? किनभने मैले अगुल्टो त खाइसकेको छु। अगुल्टो खाइसकेकोले त बिजुली चम्किँदा तर्सिन्छ, के अगुल्टो आयो भनेर। अब यो त आफ्नो ठाउँमा छ, तर एउटा त्यति बेलाको हिसाबले तपाईँले हेर्नुभयो भने म प्रत्यक्षमा 80 सिट, अलिकति मात्रै नपुगेको बहुमत सहितको ओरिजिनल पार्टी थिए, चुनावबाट आएको। त्यसपछि मैले एकता एकीकरणबाट 174 सिटको पार्टी बनाएँ। होइन, तपाईँको कुरा हामी सबैलाई थाहा छ। आज तपाईँलाई हाइन्डसाइड हुन त तपाईँलाई बिजुली चम्किन्छ, सुन्नुहोस् न, 2 तिहाईको लगभग 2 तिहाईको सरकार छ, एउटै पार्टीको सरकार छ। उसले भने मैले चलाउन सक्ने अवस्था रहेन, मैले चलाउन सक्ने अवस्था रहेन, 2 तिहाई भए पनि चलाउन सक्ने अवस्था आएन। यसमा म जनतामा जान चाहन्छु र फरक ल्याउन चाहन्छु भनेर मैले विघटन गरेँ। 2 तिहाईले नसकेपछि पार्टी फुटाएर त्यो संसद जोगाउनुपर्छ, पार्टी फुटाएर संसद जोगाउनुपर्छ, जसरी पनि जोगाउनुपर्छ, विकल्प खोज्नुपर्छ, पार्टी फुटाएर विकल्प निकाल्नुपर्छ भन्ने कुरामा सहयोगीको रूपमा देखा पर्यो कोर्ट। त्यति बेला देखा परेको हो, पार्टी विभाजन भएको, अनेक चिज भएको। त्यही त्यो तपाईँको मात्रै सवाल होइन, यो एउटा मेरो यसो भएर नि यो त्यति बेला मैले गरेको विघटन संविधान विरोधी होइन। संविधानमा यति बेला गर्न पाइन्छ भन्ने केही क्लज राखेको छ, 76 मा राखेको छ, 76 को 5 बाट विघटन गर्न पाउने भनेर राखेको छ। 5 बाटै त विघटन गरेको थिएँ मैले। मसँग 2 तिहाईको सङ्ख्या छँदै थियो, म सिङ्गल पार्टीको छँदै थिएँ। भित्र आन्तरिक कलह हुनु बेग्लै कुरो हो। कसैले आन्तरिक कलह पार्टीभित्रको लिएर अदालत जान पाउँदैन। उसले पार्टीभित्र दलको नेता फेर्नुपर्छ, पार्टीभित्रको विधानअनुसार चल्नुपर्छ। अनुशासनहीनतालाई, अराजकतालाई पार्टीमा छँदा छँदै
विकल्प लिएर जाने मान्छेहरू। यो तपाईँसँग म एउटै पेजमा छु। म चाहिँ खालि मनमा के आउँछ भने हामी यहाँ कहिले पनि चिजको जरामा जाँदैनौँ कि। मलाई मौका मिलेको छ त्यस कारणले कुरा। एक, यो निर्वाचन प्रणालीले बहुमतको सरकार दिने सम्भावना शून्य प्राय वर्तमान स्थितिमा। दुई, न यसको लिडर अफ हाउस अर्थात् प्रधानमन्त्रीसँग फेरि पिपलमा जाने अधिकार। अनि रात दिन थुतुनु हामी कराएर भनिरहेको छौँ कि अब त्यो। अनि प्रधानमन्त्री जो बालुवाटारमा बस्छ, तपाईँ आज हुनुहुन्छ भोलि अर्को होला, अथवा योभन्दा अगाडि पछिल्ला आएका थिए, तिनको 80% टाइम त यो तार यसमा त मिलाउनै पर्यो। आफूलाई त सुरक्षित राख्नै पर्यो सबै मान्छेले। आफूले आफ्नो सुरक्षा गर्नु त सबैको धर्म हो नि। म जुन पेसामा छु, मैले आई वुड ट्राई टु सी द्याट आई एम सेफ फर्स्ट। यो परिप्रेक्ष्यमा अब संविधानमै म तपाईँलाई फर्किन्छु। तपाईँले यसमा यो संविधानको रिभ्यूको जो सवाल छ, जसको लागि तपाईँको सरकार पनि बनेको छ शेरबहादुरजीको र तपाईँको संयुक्त भन्नुहोस्, तपाईँले यसलाई त्यति गम्भीरतापूर्वक यो कार्यकालमा लिनु भइराखेको छैन। यो तपाईँको लागि सेकेन्ड फेरि टाइम हो कि तपाईँले यो कन्स्टिट्युसनलाई अलिकति लिकमा लिएर आउने योगदान दिन सक्नुहुन्छ नि? त्यो कालान्तरसम्मको योगदान हुन्छ। तपाईँलाई थाहा छ यो विरोध, देयर आर एनोमलिज इन दिस कन्स्टिट्युसन। सुप्रिम कोर्टको जजहरू मलाई प्राइभेट टेलिफोन गरेर भन्छन् कि दिस कन्स्टिट्युसन फुल अफ एनोमली। अब रिटायर भइसकेकाहरूको त कुरै नगरौँ, किनभने नेपालमा बुद्धि नै रिटायर भएपछि आउँछ धेरै जसोको। त्यसपछि काम चाहिँ लाग्दैन। खैर, त्यसमा तपाईँको एकत्रित एकदम अर्जुन दृष्टि जाओस् कि भन्ने मेरो एउटा रिक्वेस्ट हो कि। त्यो एकदम ठिक कुरा हो। तर यहाँ प्रश्न के छ भनेदेखि कङ्ग्रेस र हाम्रो मात्रै पनि दुईटी आइपुग्दैन। अरू सरकार बनाउनेमा सहमत हुनु र संविधान संशोधनका इस्युमा सहमत हुनु बेग्लै कुरा हो। अहिले सामान्य भूमि आयोगमा त हामीलाई चाहिँ कत्रो कसरत गर्नु परेको छ। अर्को कुरो, अहिले त यो कोएलिसन छ भने नै हामी संविधान संशोधनको कुरा गर्न सक्छौँ। हो, यो कोएलिसनले सक्छ। यो कोएलिसनले त्यसो भएर संविधान संशोधनमा जानभन्दा अगाडि पहिले कोएलिसनको ग्यारेन्टी गर्नु पर्यो र संविधान संशोधनको कुरा गर्नु पर्यो, होइन र? त्यसो भएपछि यो कोएलिसन त छ, कोएलिसनले मात्रै पुग्दैन। तर तपाईँले यो कुरा पब्लिक डोमेनमा ल्याउनुहोस्, जनतालाई भन्न सक्नुहुन्छ नि। अब हामीहरू तपाईँले काम गरिरहनु भएको छैन संविधान संशोधनमा, मेरो भनाइ हो। तपाईँ मात्र होइन, शेरबहादुरजीलाई पनि मैले क्याजुअल कन्भर्सेसनमा भनिरहेको छु। एउटा कुरा के भने काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तो असान्दर्भिक ढङ्गले नहुने परिस्थितिमा नहुने कुरामा बहस चलाएर मान्छेहरूलाई विभाजित गर्नुको के अर्थ हुँदैन। हामीले संशोधन गर्ने भनेर कङ्ग्रेस र हामीले दोस्रो बुँदामै लेखेका हौँ। तर हामी हेरिराखेका छौँ, हामी हिसाब गरिराखेका छौँ कि अहिले हामी संविधान संशोधन गरिहाल्न सक्ने अवस्थामा छौँ त भन्दाखेरि त्यो त्यस खालको अवस्था छैन। हामीले संसद हेर्न पर्यो, संसदको स्थिति हेर्न पर्यो, सङ्ख्या हेर्न पर्यो, यी सबै कुरा हेर्नु पर्यो। अनि विभिन्न खालका फोर्सेस तिनको अवस्था हेर्नु पर्यो र तिनका अडान दृष्टिकोणहरूको परिवर्तनको सम्भावना हेर्नु पर्यो। यो सबै कुरा हेरेर मात्रै अगाडि बढ्नु पर्यो। अर्को के भने तपाईँलाई भनौँ, हामीले संविधान सभाबाट संविधान बनाउन खोज्यौँ, एउटा संविधान सभा फेल भयो। एउटा संविधान सभा किन फेल भयो भने त्यो संविधान सभा थियो, त्यस कारण फेल भयो। यदि त्यो संविधान सभा हुँदैन रहेछ, त्यो कमिसन समिसन हुन्थ्यो भने त्यो फेल हुन्थेन। त्यसो भएर यो संविधान सभा त अब धेरै खालका स्वार्थहरू थिए नि त। संविधान बन्न नदिने, अनि गोरु हलो अड्काउने अनि गोरु चुट्ने भन्छन् नि, त्यस्तो गरेर संविधान सभा त भङ्गा त भयो नि त एकपल्ट। त्यसलाई अनेक जुक्तिहरू निकालेर बनाउन सकिँदो हो। त्यसपछि पनि संविधान बनाउने प्रश्न त सजिलो त प्रश्न थिएन। संविधान बनाऊ भन्दैखेरि त मैले त माइकको झट्टी नै खाएको हो नि त। शारीरिक हमलै भएको हो त पार्लियामेन्टभित्र। त्यस कारण पार्लियामेन्टभित्र संविधान बनाउन भन्दा पनि त्यसलाई एउटा प्रयोगको थोलो बनाउने मनसाय पनि त थियो नि मान्छेहरूको। अब पछि अर्को परिस्थितिमा अर्को मनसाय बन्यो होला, त्यो आफ्नो ठाउँमा छ। त्यसो भएर हामीले संविधान संशोधन गर्नुपर्छ।
संविधान भनेको गतिशील दस्तावेज हो, गतिशील बनाउनै पर्छ, त्यसका लागि अनुकूल वातावरणको सिर्जना गर्नुपर्छ। त्यसमा हामीले ध्यान दिइरहेका छौँ। मौकाको सदुपयोग गर्न सकेन भन्ने कुरा चाहिँ होइन। अब तपाईँले अघि भन्नुभयो गल्ती स्वीकार्दैन भनेर, कमी कमजोरी आफ्नो चाहिँ नि रियलाइज गर्दैन भनेर। कमी कमजोरी छन् नि त। 2/3 मेरै अगुवाईमा, मेरै पहलमा 2/3 पार्टी बनाइएको थियो, त्यो टिकाउन सकिएन। टिकाउन किन सकिएन भन्दा अब आफूभन्दा बलियासँग लड्न सकिएन, पछारियो। अनि म एकदम विजेता हुँ त भनेको छैन नि त। मैले हानेका गोल पोस्टमा सबै जान्छन् भन्न सकिँदैन भनेर अघि नै मैले भने। कहिले मलाई कोर्टले हराउँछ, कहिले अरूले हराउँछन्, कहिले कुन शक्तिले कसलाई लगाएर प्रहार गर्छ। अब कहिले पार्टीभित्रै कृष्णले इसारा नगरेको भए त भीमले जाङमा हान्दैन थियो होला दुर्योधनलाई। गदा त अगाडिदेखि नै थियो नि, तर जाङमा उसले हान्यो, त्यति बेर हान्यो जति बेर कृष्णले इसारा गर्छ। इसारा पायो। त्यसो भएर इसाराको पनि दुःखै छ है नेपालमा। गाह्रो।